किन भागेको साइडमा बाइक आएर छ पछाडि प्रेसर किन्ने हो नि त प्रेसर बाप जस्तो गरे बस्नु हाल्ने नि मोमो 잠깐 먹어. हेलो गाइज आज स्याटरडे हैन आज चाहिँ हामी यता नेवारी कालसेर खाना आएको कि यहाँ टोखामा यस्तो खुवायो तर जस रमाइलो भयो लास्ट भिडभाड लाग्दो रहेछ धनी सानो पुगेन भन्नु त जेसिका ल भयो गाइस हामी लाग्दै छु झोरतिर अब यतै हो क्या अस्ति हामीले यहाँ पानी परेर रोक्यो हैन त्यही भएर मलाई याद भयो अगाडि पुगिसक्यो डेजर भएर अगाडि जाँदैछ बाबा छोरी भाइ दुईजना कति ढिलो भएको यिनीहरू बाबा छोरी झोरदेखि हामी माथि आएको भाइ र मलाई चाहिँ आइपुगिसक्यो तर यहाँ भाइहरू आएको छैन भाइ छोरी बुढो चाहिँ आएन हामी आइपुगिसक्यो यहाँबाट त्यही बाटो हो नुवाकोट जाने तल रोड कि माथि तल रोड हो इपेर होइन शिवपुरी गाउँपालिकाले यो बाँसीबाट जानु होइन जङ्गल 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 डर जङ्गल रहेछ कगने घुम्नुलाई गाइस नुवाकोट कगने मलाई ब्याग आउने जस्तो लाग्दैन ब्याग आउनु जस्तो लाग्छ भने हो ब्यागदेखि सावधान सावधान भनिरहेको थिएँ होसियार राष्ट्रिय क्षेत्र हो नि त गाइस तिमी ड्याडीको पछाडि बस्दै डर लाग्यो होला मम्मीको बिचमा छ मामाको बिचमा छ के डर लाग्छ होइन हो कि होइन हामी चाहिँ फाइनली कगनेमा आइसक्यो यता छ एउटा भाइ यता नै छ के हो के हेर्नु भने बाबा छोरी यस्तो गऱ्यो भने पछाडि घाम लागिरहेको नि त राम्रो देख्दैन किन किन तान्न हामी त जाँदै त खोकिरहने मान्छे ललिपप खान्छ रहने मान्छेहरू हुँदो रहेछ तर नुवाकोटै देख्दैन रहेछ नुवाकोट हेर्न कगने हेर्न आएको यहाँ तल पुरो कुहिरे लगाइरहेको छ क्या त्यहाँबाट केही देख्दिनँ 5 बजिसक्यो नि त